हेलो गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। सो आज चाहिँ मेरो इङ्ग्लिसको एक्जाम थियो, बट म चाहिँ आज चाहिँ अलिकति ढिलो भएँ। अनि जे होस् गाइज, अहिले चाहिँ 5:30 बजे नै पनि यतिको उज्यालो रहेछ, नत्र अरू बेला त राति नै हुन्थ्यो नि। अनि एकछिनपछि चाहिँ म गाडी आउने ठाउँमा पुगेको थियो, सबैजना यत्तिकै बसेको रहेछ। किन भनेको त अङ्कलको एकछिन काम पऱ्यो अरे। अनि तपाईँहरूले चाहिँ सोच्नु भएको होला 7 बजे एक्जाम भयो नि किन यति चाँडो आएको भनेर, किनकि गाइज हाम्रो अङ्कलको टाइम मिल्दैन नि त, त्यही भएर चाहिँ हो। अनि त्यसपछि चाहिँ कपी हेरेको थिएँ, अनि मलाई चाहिँ भोक लागेर चाहिँ मैले यस्तो खानेकुरा ल्याएर जस बवाल थियो, बिस्कुट जस्तो खोइकियो, सफ्ट थियो, अनि खाइयो। अनि त्यसपछि चाहिँ जे होस् गाइज, इङ्ग्लिसको एक्जाम पनि फाइनली सक्यो। अनि बाहिर आएर चाहिँ मैले हाम्रो क्लासको टप्पर साथीहरूलाई सोधेको थियो कस्तो भयो भनेर। धेरै होइन, जम्मा 3-4वटा पेपर मात्र थपियो भने। त्यसपछि चाहिँ मैले एकछिन साथीहरूसँग कुरा गर्न बसेँ। अनि एउटा साथीले चाहिँ मलाई भनिरहेको थियो मैले चाहिँ यो क्वेसन त्यो क्वेसन सबै गरेँ भनेर। अनि एक्जाम पनि बवाल गएको थियो। अनि त्यसपछि कतिको गएको हुँदै हो, एउटा क्वेसन छोडेन खै गऱ्यो। अनि मैले चाहिँ साथी कति जति मार्क्स आउँछ नि, पक्कै 70-80 कट्छ भनेको त। अनि साथीले चाहिँ यस्तो भन्यो, कति जति आउँछ भन्दा 30